हेलो एभ्रिबडी गुड मर्निङ सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ ल म पनि सन्चै छु आज चाहिँ हल्का घाम लागेको छ त्यसैले हामी आज राम्रै होला जस्तो छ गाइज क्याम्प फायरको लागि प्लानिङ भयो जाँदैछौँ रमाइलो भयो जोस् हजुरहरूले पनि देख्न सक्नुहुन्छ ठिकै छ घुम्नेको ठाउँ छ बस्न आनन्द छ चिल छ हजुरहरू पनि यतै प्रिन्टारतिरको हुनुहुन्छ भने तपाईँले अहिले देख्न सक्नु भइहाल्छ केटाहरू पुरै बोकेर मैले चाहिँ मासु लिएको छु केटाहरू फेरि जेट लिएर आएको छ बङ्गुरको मासु मासु बोकाइसके धेरै टाढा त छैन अब दुईजना केटाहरू उतै पछाडि छोडेको अवस्था छ अहिले लगभग कति मिनट जति लाग्छ पुग्नु साथी त पछाडि पनि छ अब दुइटा साथीहरू अगाडि गइसक्यो हामी कहाँ जाने हो कि खास घामै नलाएर तपाईँहरूकोतिर कस्तो थियो हाम्रोतिर त घामै नलाएर कति बिचोक थियो आज चाहिँ बल्ल अलिकति घाम देखेको अवस्था छ त्यसैले हामी घाम पनि 3-4 बजीतिर लागेको अवस्था छ अहिले चाहिँ खोलातिर हामी गयो होइन खोलातिर गएर हुन्थ्यो पार्नु बस्नु चाहिँ यहाँ पनि राम्रै रहेछ यहाँबाट राइट हो लास्टै जाडो हो यार यो ठाउँको नाम चाहिँ रहेको छ बुलिङटार नवलपुर 3 सिङ्गुवा टार तपाईँहरूलाई मैले अलिकति बेलाको टाइमको भ्यू देखाउनु गइरहेको छु सबैजनाले कुखुराले शुद्ध बाटो छोड्दैन हो अहिले त के भयो मिसाउन मिल्थ्यो के अरे प्योर लोकल अब नजिक आउन लागिसकेको अवस्था छ केटाहरू फेरि यहाँ दाउरा खसालेर फेरि टिपेर आएर रहेछ देख्न सक्नुहुन्छ है तपाईँहरूले हाम्रो यहाँको भ्यू दाउरा खसेर पो रहेछ त्यस्तो विधि पिकनिक स्पोट त होइन यस बसेर खान मिल्दैन सबै आफूले ल्यायो भने सबै कुराहरू सामानहरू ल्यायो भने राम्रो सजिलो हुन्छ नत्र यहाँ चाहिँ पानी चाहिँ अलिक पानी चाहिँ नरहेछ जसमा सक्नुहुन्छ तलको हाम्रो तलको चाहिँ खस्सा टार भन्छ है
दामी देखिया के त नि जाने र अहिले तलतिर भ्यूहरू देख्न सक्नुहुन्छ केटाहरू आएर आगो बालिसक्यो के जस केटाहरू चाहिँ फास्ट छ हाम्रो आगो फुल्ने साप हुनुहुन्छ यो देखाउनु भाइ यो जिनिस केटाहरू भोकले आदिसक्यो आगो कोइला पनि भइसकेको छ माछाहरू पनि झिरमा तुनिसकेको छ अहिले चाहिँ हाम्रो चारवटा मात्रै चाहिँ झिर ल्याएको थियो हाय हाय मासु त डेन्जर भएको दिवस दामी भयो हन्टरहरू ल